त्यसैगरी 6औं एपिसोडमा प्रवीण अवाल आएर चारैवटा कुर्सी घुमाएका थिए, तर कोच प्रमोदले कोच राजुलाई ब्लक गरिदिए। I want you. It'll be my honor if you accept. प्रवीणले पनि कोच राजुकै टिममा जाने सोच बनाएका थिए, तर कोच राजु ब्लक भएपछि उनी टिम मेलिनामा चाहिँ गए। यो ब्लकपछि कोच प्रमोदको ब्लक गर्ने अधिकार पनि सकिसकेको छ। कोच प्रमोदले कोच मेलिना र कोच राजुलाई ब्लक गरेका छन् यो सिजनमा, तर उनको एउटै ब्लक पनि काम लागेन। त्यसैगरी कोच राजुले दुईटै ब्लक कोच मेलिनालाई गरेका थिए र उनको ब्लक पनि खेरै गएको छ। कोच खेमले भने एउटा ब्लक प्रयोग गरेका छन् कोच प्रमोदलाई र उनको ब्लक चाहिँ काम लागेको छ। कोच खेमको अझै एउटा ब्लकको अधिकार बाँकी नै छ। कोच मेलिनाले त अहिलेसम्म एउटा पनि ब्लकको अधिकार प्रयोग नगरी जोगाएर राखेकी छिन्। 3-3 चोटि ब्लक खाएकी कोच मेलिनाले कसलाई ब्लक गर्छिन् त त्यो त हेर्नै बाँकी छ।